पसिनाले थल 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 भएको छ। आम्मामा यहाँ चाहिँ भाइले माम खाँदै हुनुहुन्छ पकाएर टेबल छ यस्तो यहाँ चाहिँ खाने ठाउँ खा कस्तो गर्नुको यहाँको माम। सानो म चाहिँ यहाँ भात लिन आएको छु पटिसको भात काटिनु मैले बाबुलाई खेलाउन लिएको यहाँ निन्द्राले भुसुक्कै भएको छ। त्यस्तो छ मलाई यहाँ पर्खिरहेको छु हाई गरिनु बेबी। निन्द्राले अब खेल्छ जस्तो छैन खेलाउनुमा खेलाउनु लिएको यहाँ खेलाउने ठाउँ छ नि त अनि खेलाउनु लिएको खेल्छ कि खेल्दैन। अब चाहिँ यहाँ हामी जाँदैछौँ भित्र सुन्न लागेको निन्द्रामा यस्तो खेलमारा पसेर हैरान। अब चाहिँ भित्र गर्मी लाग्छ हिँड्दै त भुइँमा हात पक्रेर झन् हात पक्रिनु बाटी बाटी के होइन के माफु लागेको छ है बेबी। बडाङका माग है कस्तो आनन्द सिद्धाउँछ हो भित्र पस्नु कस्तो गरिन्थ्यो नि त बाहिर त। दिन्छु बाबुले खेलाउनु खटमा जानु मैले उता पस्ने कपडाहरूमा पस्ने कपडा कता हो माथि होला उयो हेर्नु न के छ खेलाउन त माथि छ थर्डमा हो। अब चाहिँ हामी बच्चा बेबीको लागि खेलाउने ठाउँमा ल्याउँछ। आज त बच्चा त एउटै छ यहाँ अनि आज टिकट खुल्ला यहाँ पाइन्छ छैन रहेछ त कोही बेला छेनु मानेको दिन्छु। हेलो आमा बलहरू रहेछ है के रहेछ हौ ए आज त सुनसान रहेछ केटाकेटी एउटै छ। त सुल्की झर्छ है लड्छ नि तल एकजना पक्रिनु पर्छ त एकछिन त म जान्छु एकछिन है बेबी। केटाकेटी छैन रहेछ के साह्रो केटाकेटी भएछ अलिक रमाइलो हुन्थ्यो। एउटै केटाकेटी छैन अलिक छिटो आएछु। गाडीको दाम यो कुन गाडी यो
होइन घुमाउनुपर्छ क्या माथि सबमा भिडियो बनाइदियो ल ल्याउनुको लागि ऊ त पर दिदीहरू रहेछ हेर न बेबी साथीहरू ऊ पर यहाँ पनि छ बेबी कस्तो राम्रो राम्रो गाडी है बेबी होइन अस्ति ठुल्ठुलो गाडी चाहिँ के गर्यो अस्ति कस्तो राम्रो राम्रो गाडीहरू थियो वा बज्दो रहेछ नि उयो पनि बज्छ कि आया दुइटै बज्दो रहेछ नि यहाँ माथिको टाक खोलिदिनुपर्छ है त्यो गर्मी हुन्छ होला हेलो हाई हाई कम 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 पसिनाले थल 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 भएको थोरै दुखेन रहेछ नानी प्राण गइदुख्यो Hi baby, hello. यहाँ चाहिँ भाइले माम खाँदै हुनुहुन्छ पकाएर टेबल छ यस्तो यहाँ चाहिँ खाने ठाउँ खाएको जस्तो गर्नुको यहाँको माम मिठो
लाग्यो त्यसले भोक लागेको छ कता त्यहाँ टिकट काटेर फेरिमा झरेको मान्छे यतै सपिङ टाइम हुँदैछ अहिले चाहिँ फेरि खेल खेलिसकेर कस्तो यहाँ आएर मनै बोलाउनु जानु भयो त छेमा त बेबी नजानु एकछिन है नखोल्नु यता